बाहिर मुसलधारे झरी परिरहेको थियो। नगरकोटको त्यो चिसो कोठामा अमर एक्लै बसेर झ्याल बाहिरको कुहिरोलाई टोलाएर हेरिरहेको थियो। उसको हातमा कफीको कप थियो, तर ध्यान भने कतै टाढा थियो। ठीक त्यति नै बेला कोठाको ढोकामा कसैले नक गर्यो। अमरले ढोका खोल्यो र उसको होस उड्यो। अगाडि माया उभिरहेकी थिइन्। उही माया जसलाई उसले 5 वर्ष अघि आफ्नो जिन्दगीबाट टाढा छोडिसकेको थियो। तिमी यहाँ कसरी? अमरको स्वरमा आश्चर्य र कामपन दुवै थियो। माया भिजेकी थिइन्। उसको कुर्ता शरीरमा टाँसिएको थियो र कपालबाट पानीका थोपाहरू चुइरहेका थिए। उसले बिस्तारै भने, मेरो गाडी बाटोमा बिग्रियो। कतै बास नपाएर यहाँसम्म आइपुगे। थाहा थिएन तिमी यहाँ छौ भनेर। अमरले उसलाई भित्र बोलायो। कोठामा हिटर चलिरहेको थियो। माया चिसोले काँपिरहेकी थिइन्। अमरले एउटा सुक्खा टावेल र आफ्नो एउटा ठूलो सर्ट उसलाई दियो। गएर चेन्ज गर, नत्र बिरामी पर्छौ, अमरले भन्यो। केही बेरपछि जब माया बाहिर निस्की, ऊ अमरको त्यो खुकुलो सर्टमा अझ बढी आकर्षक देखिरहेकी थिइन्। कोठाको मधुरो प्रकाशमा उसको अनुहारमा एउटा छुट्टै चमक थियो। दुवैजना चुपचाप बसे। बाहिर झरी झन ठूलो हुँदै गयो। मानव प्रकृतिले नै उनीहरूलाई आज एक ठाउँमा ल्याउन चाहेको थियो। अमर, के तिमीले मलाई अझै घृणा गर्छौ? मायाले बिस्तारै उसको नजिक आउँदै सोधी। अमरले उसको आँखामा हेर्यो। घृणा त कहिल्यै थिएन, थियो त केवल अधुरो माया। अमरको नजिक जाँदा मायाको शरीरको सुगन्धले उसलाई पागल बनाउँदै थियो। उनीहरू बीचको दूरी बिस्तारै कम हुँदै गयो। अमरले आफ्नो हात बिस्तारै मायाको गालामा राख्यो। 5 वर्ष भयो माया, तर लाग्छ तिमी हिजो मात्र मबाट टाढा गएकी थियौ, अमरले सुस्तरी भन्यो। मायाले आफ्नो हातमा आफ्नो हात राखी र आँखा चिम्लिए। म कहिल्यै तिमीबाट टाढा जानै सकिन अमर। हरेक पल तिम्रै स्पर्शको कमी महसुस गरिरहे। कोठाको वातावरण अब गम्भीर र न्यानो हुँदै गयो। हिटरको रातो प्रकाश उनीहरूको अनुहारमा परिरहेको थियो। अमरले मायाको ओठमा आफ्नो ओठ राख्यो। त्यो चुम्बनमा 5 वर्षको तृष्णा, भोक र प्रेम सबै मिसिएको थियो। उनीहरू ओछ्यानमा पल्टिए। बाहिरको मुसलधारे झरी र भित्र उनीहरूको शरीरको तापक्रम। मायाको श्वासको गति बढ्दै गयो। अमरका हातहरू मायाको शरीरमा एउटा कलाकारले क्यानभासमा रङ भरे झैं घुमिरहेका थिए। मायाले बिस्तारै अमरको कानमा भनी, आज मलाई यति नजिक ल्याऊ कि भोलि बिहानै हुँदा हामी दुई होइन, एउटै आत्मा बनौं। त्यो रात शब्दहरूको होइन, भावना र स्पर्शको थियो। एउटा यस्तो रात जहाँ पुराना घाउहरू प्रेमको मलमले भरिदै थिए। हरेक स्पर्शमा एउटा नयाँ कहानी थियो। हरेक श्वासले एउटा नयाँ वाचा गरिरहेको थियो। चिसो रातमा उनीहरू एक अर्काको न्यानोपनमा हराइरहे। बिहान जब सूर्यको पहिलो किरण झ्यालबाट भित्र पस्यो, चराहरूको चिरबिर आवाज सुनिन थाल्यो। अमर बिउजदा माया उसको छातीमा टाँसिएर निदाइरहेकी थिइन्। उसले बुझ्यो यो संयोग मात्र थिएन, यो त भाग्यले उनीहरूलाई दिएको दोस्रो मौका थियो। उसको पाखुरामा माया लुटुपुटिएकी थिए। उसको लामो कपाल अमरको छातीभरि फिजारिएको थियो। अमरले बिस्तारै मायाको कपाललाई कान पछाडि सारिदियो। उसको औँलाले मायाको नरम गालालाई छुँदा
मायाले निन्द्रामै एउटा मिठो मुस्कान छोडी। तिमी बिउजिसक्यौ? मायाले आँखा नखोली अझै कसिलो गरी अमरलाई अँगालो मार्दै सुस्तरी सोधी। उसको स्वरमा रातभरिको थकाई र एउटा अनौठो तृप्ति थियो। यस्तो लाग्दैछ कि यो एउटा सुन्दर सपना हो र म आँखा खोल्न डराइरहेको छु। अमरले उसको निधारमा ओठ राख्दै भन्यो, मलाई डर छ, आँखा खोल्दा तिमी फेरि हराउने त होइनौ? मायाले बिस्तारै आँखा खोली र अमरको आँखामा सिधै हेरी। उसका ती गाढा आँखाहरूमा हिजो रातको सबै समर्पण र प्रेम झल्किएको थियो। उसले अमरको ओठमा आफ्नो चोरी औँला राख्दै भनी, अब म कतै जाँदिन। हिजोको त्यो झरीले मेरो मनको सबै दुईविधा पखालेर लगिसक्यो। दुवैजना ओछ्यानबाट उठे। कोठामा अझै पनि उनीहरूको सामिप्यताको सुगन्ध बाँकी नै थियो। अमरले कफी बनाउन थाल्यो। माया भने झ्यालको छेउमा गएर बाहिरको हरियाली हेर्न थाली। हिजोको मुसलधारे झरीपछि आजको बिहानी निकै शान्त र स्वच्छ थियो। अमर कफीको मग लिएर मायाको पछाडि उभियो। उसले मायाको कम्मरमा आफ्ना हातहरू बेर्यो र उसको काँधमा चिउँडो राख्यो। मायाको शरीरमा फेरि एकपटक काँडा उम्रियो। अमर, कसैले देख्ला? मायाले हल्का विरोध गर्ने बहाना गरिन्। तर उनको शरीरले अमरको न्यानोपनलाई अझ बढी खोजिरहेको थियो। देख्नेले देखुन् माया, यो 5 वर्षको दूरी मेट्न मलाई अझै कति रातहरू र कति बिहानीहरू चाहिन्छ म भन्न सक्दिन। अमरले उसको कानको लोतीमा बिस्तारै टोक्दै साउती मार्यो। कफीको कप टेबलमा राखियो। कोठाको शान्तिमा केवल उनीहरूको श्वास प्रश्वासको आवाज सुनिन्थ्यो। अमरले मायालाई बिस्तारै आफूतिर फर्कायो। मायाको अनुहार लाजले रातो भएको थियो। अमरले उसको हात समातेर आफ्नो मुटुमा राख्यो। सुन्न सक्छौ? यो धड्कनले हिजो पनि तिम्रै नाम लिन्थ्यो, आज पनि तिम्रै लिइरहेको छ। अमरको स्वरमा एउटा गम्भीरता थियो। मायाले केही नबोली अमरको सर्टका टाँकहरूसँग खेल्न थाली। उसको स्पर्शमा एउटा जादु थियो जसले अमरको संयमतालाई बिस्तारै पगाल्दै थियो। अमरले मायालाई काखमा उठायो र फेरि ओछ्यानतिर लग्यो। यो पटक उनीहरूमा कुनै हतार थिएन, केवल एक अर्कालाई महसुस गर्ने, एक अर्काको अस्तित्वमा हराउने चाहना थियो। अमरका ओठहरू मायाको गर्दनदेखि काँधसम्म पुग्दा मायाको मुखबाट एउटा मधुरो सुस्केरा निस्कियो। झ्यालबाट आएको चिसो हावा र उनीहरूको शरीरको गर्मी एउटा यस्तो मिलन थियो जुन शब्दमा वर्णन गर्न असम्भव थियो। घण्टौं पछिको त्यो सुन्दर समयपछि दुवैजना शान्त भएर पल्टिएका थिए। मायाले अमरको हात खेल्दै सोधी, अब हाम्रो भविष्य के त? अमरले उसको हात चुम्यो र भन्यो, भविष्य त हामीले हिजो राति नै लेखिसक्यौं माया। अब न तिमी एक्लो छौ न म। अबका हरेक झरीका रातहरू र हरेक बिहानीहरू हामी सँगै बिताउने छौं। मायाको आँखामा खुसीका आँसु भरिए। उसले बुझी कि साँचो प्रेम कहिल्यै मर्दैन, समयको प्रतीक्षामा हुन्छ। नगरकोटको त्यो पहाड र त्यो रात उनीहरूको पुनर्मिलनको साक्षी बन्यो। के तपाईको जीवनमा पनि यस्तो कुनै अधुरो प्रेम छ जुन वर्षौंपछि पूरा भयो? कमेन्टमा लेख्नु होला है।